परमेश्वर पिताजीलाई धन्यवाद। परमेश्वर पिताजीको लागि समान स्वरूप जोडा ताली। र यस सत्य वचन परमेश्वरीय मार्गदर्शनका सामाजिक संस्थाका संस्थापक हुनुहुन्छ श्री कृष्ण आदि सरजी राजज्ञानजी, उहाँको घरमा रोप्ने परमेश्वर पिताजीको घरको नासी समग्र शान्ति समान स्वरूप जोडा ताली। र यस प्रभुको साथमा हाम्रो अगुवा हुनुहुन्छ सुनिल सर अञ्जली म्याम, उहाँहरूको घरमा रोप्ने परमेश्वर पिताजीको घरको नासी समग्र शान्ति र समान स्वरूप जोडा ताली। र यस प्रभुको साथमा हाम्रो विदर्जन र वातावरणमा रहने सौम्य र हाम्रो सञ्चालिका म्यामले सम्पूर्ण परमेश्वर पिताजीका प्यारा प्यारा सन्तानहरूले ओम प्रकाश तामाङ तर्फबाट एक पुष्टमा नमस्कार। परमेश्वर पिताजीको भरपूर्ण आशिष अनुग्रह शान्ति। जय परमेश्वर। फेरि पनि समान स्वरूप जोड्दा ताली। ताली भनेको दुष्ट शैतानको लागि ताली बोल्यो। ताली भनेको दुष्ट शैतानको लागि ताली। परमेश्वर पिताजीको लागि सम्मान गरेर ताली बजाउँदाखेरि आशिष बर्साइरहेको हुन्छ भने दुष्ट शैतान भागिरहेको हुन्छ के हो। त्यस कारणले गर्दाखेरि जसरी हामीले फलेको बोटमा झट्का दिन्छ नि, जति झट्का दिन्छ त्यति नै फल झर्छ, खान पाउँछ भने त्यति नै परमेश्वर पिताजीले जति ताली बजाउनुहुन्छ त्यति नै आशिष बर्साइरहनुहुन्छ। परमेश्वर पिताजीले आज मलाई पनि बोल्ने अगुवाई गर्नुभयो। आज म्यामहरूले वचन सुनाऊ भन्ने मेरो मन जबरजस्ती गर्न लाग्यो। म्यामहरूले पनि अलिकति नुन नलागे जस्तो त्यो खल्लो खल्लो हुन्छ नि त, नुन नलागे त्यसै भयो होला। त्यही भएर सबैजना लेडिज जेन्ट्स सबैजना बराबर हुनुपर्छ भनेको त्यही भएर महिला पुरुष बराबर भन्छ नि हो। त्यस कारणले गर्दाखेरि आज सरहरू पनि आउनु भएन होइन। आज म पनि अब ठिकै छ आज रेस भन्ने पनि भएको थियो। मजाले सुनेर म त एकचोटि त म पनि झन् झुम्म झुम्म भएछ। हजुर झुम्म झुम्म भएको छ हो, झुम्म झुम्म हुनु भएन। परमेश्वर पिताजीको महिमामा आएपछि हामी 2 घन्टा 3 घन्टाको अन्तरिक्षमा परमेश्वर पिताजीको भरोसा गरेर, परमेश्वर पिताजीलाई विश्वास गरेर, परमेश्वर पिताजीको वचनमा डुबेर हामीले परमेश्वर पिताजीको काम गर्नु पर्यो हो कि होइन। आज हामी सबैजना परमेश्वर पिताजीको काम गर्नको निम्ति एउटै छानामुनि सबैजना एकजुट भएर परमेश्वर पिताजीको जय जयकार गरिरहेको छ र परमेश्वर पिताजीले निगरानी गरिरहनु भएको छ। मेरो सन्तानहरूले मेरो काम गरिरहनु भएको छ। मेरो सन्तानहरूले कसले कति काम गरेछ, कसले के काम गरेछ निगरानी गरिरहनु भएको छ। जसरी हामी मजदुर भएर काम गर्न जान्छौँ, साहुले हामीले निगरानी गरिरहेको छ। कसले कति काम गर्यो, कसले राम्रो काम गर्यो भनेर निगरानी गर्छ भने